नमस्कार। आज म गुरुजी पण्डितजी उपेन्द्र प्रसाद तिमर सिन्हाको मुखारवृन्दबाट चाहिँ 2083 सालमा कुन कुन राशिलाई चाहिँ 7.5 को शनि दशा लागेको छ त्यो बारेमा म यहाँ सोध्न जाँदैछु। गुरु नमस्कार। राधे राधे। गुरु लु त यसपालिको यो 83 सालमा कुन कुन राशिलाई चाहिँ 7.5 को शनि दशा लागेको छ यसको हजुरले चाहिँ बताइदिनु हुन अनुरोध मैले गर्दछु। कुम्भ राशिलाई, मीन राशि र मेष राशिलाई अन्त्य, मध्य र आद्य 7.5 दशा लागेको छ र अनि सिंह राशि र धन राशिलाई चाहिँ अढैया शनिको दशा छ र यी राशिहरूलाई चाहिँ अब कस्तो खालको चाहिँ कुप्रभाव पर्छ त, नराम्रो फल चाहिँ दिन्छ भन्दा यस्ता राशिहरूलाई झुटो आरोप लाग्ने, मनमा अशान्ति हुने, मानसिक चिन्ता हुने, चोटपटकको भय हुने, अनि मान सम्मानमा आघात हुने र आफूले चाहिँ पूर्व सञ्चित गरेको धन चाहिँ खर्च भएर जाने भन्ने छ कुप्रभावमा। अब यसबाट बच्न चाहिँ के गर्नुपर्छ त भन्दा प्रत्येक शनिबारको दिन चाहिँ पिपलमा गएर पानी चढाउने, फेरि सूर्योदयभन्दा अगाडिको टाइममा, अनि फेरि पिपलको फेदमा बत्ती बाल्ने, तेलको बत्ती बालिदिने र पिपलको फेदमा वरिपरि चाहिँ 7 पल्ट परिक्रमा गर्ने। अनि त्यहाँ परिक्रमा गर्दा ओम शम सहस्राय नमः, ओम शम सहस्राय नमः, ओम शम सहस्राय नमःबाट 7 पल्ट परिक्रमा गर्ने। अनि पिपलमा भुइँमा ढोकिदिने, श्रेय राखेर ढोक्नुपर्छ। अनि त्यति गरिसकेपछि अनि घरमा आउने। यदि त्यो पनि गर्न सकिएन भने हनुमान चालिसा सधैँभरि पाठ गर्न सक्यो भने यो शनिबाट बच्न सकिन्छ। यदि कुण्डलीमा 3, 6 र 11 स्थानमा शनि बसेको छ भने शनिको प्रभाव कम पर्छ। शनि यदि चिनामा उच्चको छ, तुलाको छ, अथवा शनि चिनामा चाहिँ मकर र कुम्भको शनि सोगिरिय छ भने पनि शनिको प्रभाव कम भएर जान्छ, नत्र भए शनिको प्रभाव उग्र रूपले जान्छ। हराए नमः। समष्टिमा जम्मा कुन कुन राशिलाई चाहिँ हामीले यसपालि 7.5 लागेको देखियो? कुम्भ राशिलाई 1 नम्बरमा, 2 नम्बरमा मीन राशिलाई, 3 नम्बरमा तपाईँको मेष राशिलाई र अनि गएर सिंह राशि र धन राशिका मानिसहरूलाई चाहिँ शनिले दुःख दिन्छ।